ल है साथी हो, हामी आज पशुपति जाँदैछौँ। हाम्रो बुढी माउ माथि गएर कराउँदैछन् बस आइसक्यो भनेर। ल खोला बुवाबा ललितपुरबाट भक्तपुरमा प्रवेश गर्दैछु। अहिले म जहाँ छु भक्तपुरमा छु। उता ठ्याक्कै कहाँ हो त्यहाँनिर हाम्रो बुढी म्याडम बसिया छ। बस गइसक्यो र तीनटा जान्छन् नहुने कुरा एउटा पनि देखेन मैले जानलाई। अनि माथि रोडमा गएर बस्न पर्दैन ल्याएर ल हेर हाम्रो साउजी फेरि यस्तो टमाटर ल्याएर कहाँको टमाटर हो? ल हाम्रो उसबाट फर्मबाट तरकारी लाने हाम्रो साउजी यतातिर यस्तो छ है। ल टमाटर फालाफाल छ यतातिर। कति छ अहिले? 150 रुपियाँ किलो है। ल ठिकै छ। काठमाडौँमा सस्तो छ टमाटर, तर काठमाडौँ भन्दा त सस्तो त उता तराईमा छ, लालबन्दीतिर थियो। यो उतैको त हो नि त, उतैको होला नि त, उतैको हो यो है। यहाँको अत्केको हुन्छ, यहाँको 100 को 3 किलो भन्ने थियो। यहाँको झन् अझै महँगो हुन्छ। यहाँको सस्तो हुन्छ अब, किनकि उताको बन्द भयो भनेपछि यहाँ निस्किन्छ क्या अब। ल हाम्रो पनि निस्किँदैछ टमाटर। ल है यहाँ त 100 को 2 किलो मतलब 50 रुपियाँ किलो पऱ्यो यहाँ होइन। ल यो त गतले गाउँसँग पाक्दैन छाला बाख्नु हुन्छ। छाला बाख्नु हुन्छ उतातिरको हो नि त, यो उतातिरको हो छाला बाख्ने हुन्छ टमाटरको। यसको त छाला त्यही हो। हाम्रो अतालि पाली पातालो हुन्छ। ल हेर्नुहोस् यो लालबन्दी तराईको टमाटर है। तराईको टमाटर 100 को 2 किलो, 100 को 2 किलो, सबै 100 को 2 किलो सब। ल ठिकै छ बेच्नु तल उलुपुतिर 100 को 3 किलो दिन्छ। यहाँ भइहाल्यो 2 किलो भने बुलाएको भएर नि होला पऱ्यो। खाना पऱ्यो नि त, अलिअलि खाना पऱ्यो, कमाउन पऱ्यो, व्यापारीले नै कमाउनु पऱ्यो, हामीले नै कमाउनु पऱ्यो होइन। अहिले त 2 किलोको बेच्ने हो नि त। बेलुकातिर अब मेरो पनि सक्यो भने बेलुकातिर भाउ कम हुन्छ। ल है अब थोरै हुन्छ, जब आधीभन्दा धेरै सक्यो, मेरो साउन्ड निस्कियो, म अलिक कमाइसक्यो, त्यसलाई राखेर के गर्ने? गएर त बेलुकातिर सस्तिन्छ क्या, त्यो जहाँ पनि त्यही हो। त्यही बिहानमा त्यति महँगी हुन्छ भन्नुहुन्छ। म हिजो 4 किलो दिएर पठाएँ त्यस्तो, तर हेर्दै हुन्छ। त्यही नै हो नि, गर्ने नि त्यही नै हो। न त अहिले 3 किलो दिएपछि त अहिले बेच्ने दिनभरि के बेच्ने? दिनभरि के गर्ने? बत्ने हो सकेसम्म अहिले महँगा हो क्या बेच्ने। महँगा अहिलेमा बिहानमा एकचोटि महँगा बेच्ने, अनि बेलुका भयो भनेपछि ठ्याक्क के हो नि सस्तामा बेच्ने, घटाएर बेच्ने। आफ्नो डोको पनि उठ्न पऱ्यो फेरि। मेन कुरा त्यही हो क्या, व्यापारीले गर्ने नि त्यही नै। आफ्नो ज्याला उठाउनु पऱ्यो। ज्याला उठाउँदा बित्तिकै त त्यो रहेको कुरा त ढ्यापी दिए नि भयो। अनि फेरि नयाँ माल ल्याएर हाल्ने त्यही हो नि त। त्यो खासै त्यही नै हो। तर हाम्रो लुबुमा एउटा ठेला चिनजान गरेको एउटा ठेला छ। ओहो उसले खाली नि नगर्ने क्या ठेला। हिजो गएर मैले भेटेँ उसलाई, भेटेर अलिअलि पैसा आउनु थियो। गाडा त मेरो पनि कहिले खाली हुँदैन हो। कहिले पनि म गाडा खाली गर्दैन हो। अहिले यो सक्यो भने अलिकति भयो भने नि म फुलकै बजार गइहाल्छु तुरन्त। हिजो म पार गरेर 11 बजे यहाँदेखि चढेको गाडीमा, अनि 12 बजे म त्यहाँ पुगेको 12:30 बजे कालीमाटी राति। दिउँसो त। अनि सामान लिएर म आयो, 12:30 बजे म गाडीमा चढ्यो। अब माइती घर आउँदा गाडी बन्द छ जुलुसले। अब गाडी बन्द छ त अब त्यो गाडी कहाँ गयो? रत्नपार गयो, अनि फेरि कहाँ घुमाएर त 3:30 बजे म कोठामा पुगेँ। 1 बजे चढेको मान्छे 3:30 बजे तरकारी लिएर आयो। यही नै हो हजुर, यस्तै छ। हामी भक्तपुरमै छौँ, अझ भक्तपुर नै हो हामी भएको। भक्तपुरबाट हामी जाँदैछौँ है, यता आउँदैछ हाम्रो गाडीहरू, यता आउँदैछ। हाम्रो म्याडमले यता कुरा गर्दैछ। फेरि अब के कुरा गरे हो हाम्रो भैयासँग, व्यापारीसँग। हाम्रो यतातिर ल्याउँछ यो तरकारीहरू लान्छ यो भैयाले हामीबाट। अहिले उसले कालीमाटीबाट ल्याएर हामीबाट नि लान्छ उसले तरकारी, नलाने होइन।
गाडी आउने त्यतिबाट आउँदैछ गाडी त्यताबाट आएर हामी जाँदैछौँ यतातिर जाँदैछौँ तर भक्तपुरको बाटो चकाचक छ है गाइस ल हेर्नुहोस् भक्तपुरको बाटो यस्तो छ पिच छ मजाले छ ललितपुर यता पर ललितपुर यो साइड ठ्याक्क ललितपुर मेरो पछाडिको भाग ठ्याक्क ललितपुर छ यता हामी ठ्याक्क भक्तपुर नै छौँ हामी है ल साथी हो म बिरुवातिरै जाँदैछु हेरौँ त्यहीँ बस न म यसो माथि गएर आउँछु बस न त्यहीँ बस म माथि बस हेरेर आउँछु है म अब बसमा माथि बस उ गर्न जाँदैछु ल हामी गाडीको पर्खाइमा छौँ टाढा छ गाडी छ मैले देखिसकेको छु एउटा गाडी पनि छैन आएको छैन तीनटा गाडी आयो भन्ने कुरो छ कस्तो गाडी हो एकसाथ गएछ है ल हामी अहिले ल भक्तपुरमै छौँ भक्तपुरको बिरुवा यता पर बिरुवा ल यहाँ यो हाम्रो यो जुन बाटो ढलान हुँदैछ यहाँ यो बाटो हाम्रो फर्मतिर जाने बाटो हो यो खोलाको किनार भन्छ यो बाटोलाई है यस्तो बर्खा दिँदैछ यहाँ यस्तो चाहिँ गाह्रो छ हजुर बल्ल एउटा गाडी निस्किन लाग्यो नि त गाडी ल धेरै बेरको पर्खाइपछि बल्ल एउटा बस पाराबाट निस्क्यो है त बिरुवा बस पाराबाट निस्क्यो ल देख्न सकिन्छ एउटा बस आयो बस आइरहेको बसमा है बालपुर बस पानी